जय मसीह सबैजनालाई म प्रकाश विके प्रभुलाई धन्यवाद दिनुहोस्। विशेष गरी आज ह्याप्पी इस्टर डे भन्न चाहन्छु, अर्थात् इस्टरको शुभकामना, इस्टरको रितुच्यान। यसबाट हामी थाहा पाउन सक्छौँ कि प्रभु ख्रीष्ट जीवित हुनुहुन्छ। प्रियहरू, संसारमा सबैजना जन्मिन्छ अनि मर्छ, यस्तो हुने चलन संसारमा सबैमा छ। तर भने जो मरेर पनि मृत्युमाथि पुनरुत्थान हुनुहुन्छ वा प्रभु ख्रीष्ट मात्र हुनुहुन्छ। यसकारण यो कुरा हामीले संसारका सबै मानिसहरू पुर्याउनु पर्ने आवश्यक छ, किनकि उहाँ मृत्युमाथि जीवित हुने एकमात्र सर्वशक्तिमान परमेश्वरको पुत्र हुनुहुन्छ। यी सबै कुरा भन्दा पहिला हामी छोटो बाइबलबाट हेर्नेछौँ। हामी विशेष यशाया 53 अध्यायलाई हेर्नेछौँ। यशाया 53 अध्यायको हामी 4 र 5 हेर्नेछौँ। येशू ख्रीष्ट यो संसारमा आउनुभन्दा झन्डै 700 वर्ष अगाडि जुन यशाया अगमवक्ताले भविष्यवाणी गर्नुभएको थियो, ताकि येशू ख्रीष्ट यो संसारमा आउनुहुनेछ र अचम्म काम गर्नुहुनेछ र पापीहरूका खातिर क्रुसमा बलिदान हुनुहुन्छ अनि तेस्रो दिनमा जीवित हुनुहुन्छ। हालेलुया, परमेश्वरलाई धन्यवाद दिनुहोस्। आउनुहोस् हामी छोटो वचनद्वारा हेर्नेछौँ, त्यसपछि हामी आजको इस्टरको शुभकामना सहित हरेक कुराहरू यहाँको सामु भन्नेछौँ। यशाया 53 को 4 में लेखेको छ, निश्चय नै उसले हाम्रा दुर्बलताहरू बोक्यो र हाम्रा दुःख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काएको, उहाँबाट पिटिएको र दुःखमा परेको सम्झ्यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो, हाम्रा अधर्मका निम्ति ऊ पेलियो। हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कोराको चोटले हामी निको भयौं। परमेश्वरलाई धन्यवाद दिएको। साँच्चै नै जब यशाया अगमवक्ताद्वारा परमेश्वरले देखाउनु भएको थियो कि येशू ख्रीष्ट संसारमा आउनुहुनेछ र उहाँले एउटा गधामाथि सवार गर्नुहुनेछ र उहाँले त्यो स्थानमा राज्य गर्नुहुनेछ, जुन स्थानबाट संसारको कुनासम्म उहाँको सुसमाचार फैलिनेछ भनेर जुन यो गरेको भविष्यवाणी थियो। साँच्चै नै हामीले यसै गरी हामीले बाइबल नयाँ करारमा हामी पाउँछौँ भने यो पुरानो करार हो र त्यसमा पनि येशू ख्रीष्ट संसारमा आउनु भएको छ अनि उहाँ कन्या मरियमको गर्भबाट उहाँ जन्म लिनु भएको छ र उहाँ बढ्दै गर्दा उहाँले धेरै अचम्मका कामहरू गर्नुभएको छ। हाम्रा रोगहरू, दुर्बलताहरू, सबै कुराहरू उहाँले निको पार्नु भएको छ। अन्तमा उहाँले गरेको काम बापत र त्यो परमेश्वरले गरेको योजना बापत उहाँले आफ्नो मृत्युभन्दा धेरै समय पहिला कि म यो संसारबाट बिदा हुँदैछु, कि म संसारबाट बिदा भएर पिता कहाँ जाँदैछु भनेर आफ्ना चेलाहरूलाई पहिल्यै सल्लाह दिनुभएको थियो। यसकारण जुन राति पक्राउ पर्नुभयो त्यस रातबाट नै प्रभुले परमेश्वरसँगको नजिकताको कुरालाई बाँध्नु भएको थियो। यसै कारण जो उहाँ पक्राउ परेको दिनदेखि नै उहाँ पेलिनु भएको थियो, उहाँलाई कोरा लगेका थिए, उहाँलाई धेरै पीडा दिएको थियो, थुकिएको थियो, उहाँका वस्त्रहरू पनि चिट्टा चिट्टा पारेको थियो। आज तपाईँ र म हेऱ्यौँ भने हामीलाई कसैले अलिकति हाल्यो भने उसको बदला लिन खोज्छ। तर प्रभु ख्रीष्ट त्यो महान हुन्छ प्रियहरू। उहाँमा हरेक किसिमका रोकावट र बाधाहरू दिँदा पनि उहाँले स्वर्गमा भने परमेश्वरलाई सदाबार धन्यवाद दिनुभयो कि पिता यिनीहरू जाँदैन, क्षमा गर्नुहोस्। त्यस्तो नै यसोले प्राण त्याग्नु भयो र प्राण त्यागेर पनि उहाँ मरै हुनु भएन। आज जीवित हुने र मर्ने संसारका हरेक मानिसहरू छन्, यो चल्ती भएको छ। तर मैले पहिलो भनेको थिएँ, जो मरेर पनि तेस्रो दिनमा पुनरुत्थान हुनुभयो, जीवित हुनुभयो, उहाँ प्रभु ख्रीष्ट मात्र हुनुहुन्छ। ताकि यो कुरा संसारमा सबैले पुर्याउनु पर्ने आवश्यक छ, किनकि संसारले जानोस् कि मरेर पनि तेस्रो दिनमा पुनः जीवित हुने सर्वशक्तिमान परमेश्वरको पुत्र प्रभु ख्रीष्ट मात्र हुनुहुन्छ भनेर। यसै कारणले गर्दा परमेश्वरलाई धन्यवाद भएको होस्। आजको दिन यहाँको सामु निकै नै आशिषमय र निकै नै असल दिन हो, किनभने जुन एउटा संसारको मुक्तिदाता क्रुसबाट चढेर मरेर पनि तेस्रो दिनमा पुनरुत्थान हुनुभएको दिन हो। आज यस दिनको लागि संसारमा भएका हरेक मानिसहरूलाई हामी शुभकामना दिन चाहन्छौँ कि संसारमा भएका हरेक मानिसले, सबैभन्दा बढी जनसङ्ख्याले प्रभु ख्रीष्टको यो दिनलाई उत्साहपूर्वक मनाइरहेको छ। साँच्चै नै उहाँ संसारको पाप उठाएर लैजानु हुनुहुन्छ। यसै क्रममा हामी एउटा अर्को वचनलाई पनि हेर्नेछौँ। हामी मत्ती 28 अध्यायलाई हेर्नेछौँ र मत्ती 28 अध्यायको हामीले 5 लाई र 6 लाई मात्र हेर्नेछौँ। यहाँ यस्तो लेखिएको छ, तर स्वर्गदूतले ती स्त्रीहरूलाई भने, तिमीहरू नडराऊ, किनभने मलाई थाहा छ तिमीहरू क्रुसमा टाँगेको येशूलाई खोज्छौ। उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँले भन्नुभएको उहाँ जीवित भई उठ्नु भएको छ। जहाँ उहाँलाई राखेको ठाउँ हेर्नुहोस् त। प्रभुको पुत्र प्रभु ख्रीष्ट 100% आत्मा अनि 100% मानिस हुन्थ्यो।
जब उहाँ क्रुसमा बलिदान भएर मरिसकेर जीवित भइसकेपछि उहाँका चेलाहरूले उहाँ उठ्नु भएको भन्ने विश्वास गरेका थिएनन्, ताकि उहाँकी आमा लगायत अरूले पनि विश्वास गरेका थिएनन्। जब उहाँहरू बिहानै झिसमिसे साताको पहिलो दिन, यो वचनले भनेअनुसार साताको पहिलो दिन मतलब विश्राम दिन शनिबार भयो भने सभा दिन र सभा दिनको पहिलो दिन भनेको आइतबारको दिन उहाँहरू झिसमिसे बिहानमा जब मरियम र अन्य धेरै मानिसहरू हेर्न गए, त्यसपछि यसुलाई त्यो ठाउँमा देखेनन्। त्यसपछि फेरि खलबल भयो कि यसुलाई राखेको ठाउँबाट तिनीहरूले फेरि उठाएछन् भन्ने। तर त्यो होइन, जब यसुका धेरै चेलाहरू कहाँ पनि यसु देखिनु भयो तब तिनीहरूले पनि विश्वास गरेनन् अनि भूतहरू अनि प्रेत हो भने। बाइबलमा हामीले धेरै हेर्दै गयौँ भने यसुका आफ्नै चेलाहरू पनि विश्वास गरेका छैनन्। यसुको म डोमलाई देखेपछि मात्र डोममा हात नहालेसम्म विश्वास गर्दिनँ भनेका छन्। यसकारण यसुले भन्नुभयो प्रेत भूतको त हाडहरू हुँदैन, तर मेरो हेर हाड र सबै कुरा मसँग छ। हालेलुया, परमेश्वरलाई धन्यवाद भएको छ। त्यसै कारणले गर्दा जब चिहानमा जाँदा स्वर्गदूतले भने तिमीहरू यसुलाई हेर्छौ, यसु यहाँबाट जीवित भइसक्नु भयो भनेर स्वर्गदूतले भनिसकेपछि उनीहरू घरमा आएका छन्। अनि त्यसपछि बिस्तारै यस क्रिस्ट सबैका देखिनु भएको छ। बाइबलमा हेऱ्यो भने यस क्रिस्ट भकाउनु पनि भएको छ, मलाई केही मासु खाने कुराहरू दिएको छ। यसै कारण आज एउटै कुरा हो कि संसारमा हरेक मानिसहरू मर्छ, जन्मन्छ अनि मर्छ, तर जीवित हुँदैन। तर प्रभु यीशु ख्रीष्ट संसारमा मर्नुभयो र 3 दिन पछि उहाँ पुनरुत्थान हुनुभयो, किनकि उहाँले भन्नुभएको छ अनि यूहन्ना 11:25 मा उहाँले भन्नुभएको छ पुनरुत्थान र जीवन बनायो, मलाई विश्वास गर्ने मानिस मरे पनि जीवित हुनेछ। हालेलुया। त्यसै कारणले उहाँले यूहन्ना 11:40 पनि भन्नुभएको छ तिमीले मलाई विश्वास गर्यौ भने परमेश्वरको महिमालाई देख्नेछौ। यसकारण आज तपाईँ र मेरो सामु यस ख्रीष्ट जीवित हुनुहुन्छ। यो क्रिस्चियनिटीले मात्र होइन, हरेक जातिले जानोस् कि यस ख्रीष्ट संसारको मुक्तिदाता उद्धारकर्ता हुनुहुन्छ। उहाँको त्यो रगतले आज हामी निको भएका छौँ। उहाँले त्यो बगाएको पल बगाएको रगतले कोरामा मार्नेवालालाई पनि प्रियहरू उहाँले भन्नुभयो पिता यिनीहरू केही जान्दैन, क्षमा गर्नुहोस्। कति राम्रो हुनुभयो। आज हामी साइन्टिस्टले हेऱ्यौँ भने साइन्टिस्टले यो कुरा नभन्ला, तर हामी पवित्र धर्मशास्त्र बाइबल अनुसार मान्छौँ कि यस ख्रीष्ट हाम्रो पापको खातिर यो संसारमा आउनुभएको। हुनु त विज्ञानको कुरालाई धर्मशास्त्र यकिन गर्दैन, धर्मशास्त्रको कुरालाई विज्ञान यकिन गर्दैन। हामी विज्ञानलाई आजभन्दा झन्डै 400 वर्षको पहिलाको अनुमानित मान्न सक्छौँ उत्पत्ति भने यीशु ख्रीष्टको कुरा आजभन्दा 2000 वर्षभन्दा पहिलेको कुरा हो। यसै कारण हामी पवित्र धर्मशास्त्रलाई आधारित मानेर हामी मान्छौँ कि प्रभु यीशु ख्रीष्ट संसारको पापको खातिर आउनुभएको। क्रिस्चियनिटीको लागि मात्र होइन प्रिय, किनभने हामीले यूहन्ना 3:16 हेऱ्यौँ भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, त्यसले जीवित पाओस्, आनन्द जीवन पाओस्। त्यसै कारणले गर्दा आजको समय परमेश्वरले सबैलाई प्रेम गर्नुहुन्छ। परमेश्वर सबैको लागि यो संसारमा आउनुभएको र परमेश्वरले सबैको लागि उपकार नै गर्न चाहनुहुन्छ। यसै कारण आजको विशेष दिन यहाँहरू सबैको माझ हामी शुभकामना व्यक्त गर्दछौँ। आजको यो शुभकामनाबाट र केही वचनबाट म बिदा हुन्छु। फेरि सबैलाई जय मसीह।